सुन्तला छ कि आनन्द छ अहिले बिहान बिहान काठ लिन जानु पर्यो स्मृतिको बुढा हैन This is our village. So यो चाहिँ Hey guys, good morning, नमस्कार, welcome back to my YouTube channel Eagle Boy Vlog. फेरि पनि स्वागत छ हजुरहरुलाई आजको मेरो नयाँ भिडियोमा। आशा छ हजुरहरु एकदम सन्चै हुनुहुन्छ। म त एकदमै सन्चै छु। सन्चै नै भएर हजुरहरुलाई भन्दा आजको यो अर्को न्यू डे न्यू भ्लग सुरुवात भइसक्यो साथीहरु। सो अहिले चाहिँ हामी जाँदैछौँ स्कुल तर्फ। स्कुल टाइममा मैले भ्लग स्टार्ट गरे किनभने थाहा हैन। बोले भाइ अब के बोले के आउँछ सबैजना हेर्नु साथीहरु। यो बादल कति धेरै मन परेको मलाई। अनि यहाँ तल हाम्रो गाउँ छ आवर भिलेज। सो यो चाहिँ हामीले पहिला पढेको स्कुल हैन। यो चाहिँ अफिस। सो धेरै जना अगाडि गइसक्यो। अहिले चाहिँ हामी जाँदैछौँ। म के जानकारी गराउन चाहन्छु भने तपाईहरुको धेरै कमेन्ट थियो कि न्यू फोन किन्नु भनेर। मैले न्यू फोन किनिसके। कांग्रेचुलेसन ग्रेट सक्सेसफुल पर्सन कता हो लाइफमा होइन लाइफ त। सो हैन हाम्रो चाहिँ अस्ति शुक्रबारदेखि नै वार्षिक उत्सव सुरु भएको हो। अनि आज बुधबारको दिन अनि पर्सि शुक्रबारको दिन चाहिँ हाम्रो फाइनल छ। फाइनल भन्दा पनि महोत्सव अभिभावक दिवस भन्दा अब तिमीहरू चुप लाएर बस। अभिभावक दिवस। सो म तपाईँहरूलाई त्यो पनि देखाउँछु। आज चाहिँ मैले किन भिडियो गरेँ मलाई थाहा होइन। अनि भिडियोलाई सुरु गर्नुभन्दा पहिला भिडियोलाई लाइक गरिदिनुहोस्, च्यानल बनाउनु सब्सक्राइब गरिदिनुहोस् र भिडियोलाई सुरुदेखि अन्तिमसँग स्किप नगरिकन हेरेर कमेन्ट गर्नु भने पक्कै पनि नबिर्सिनु होला। अहिले हामी लाग्दैछौँ हाम्रो यो उकालो बाटो छ साथीहरू कम्प्लिट हुन लागेको। यहाँ पुगेर कम्प्लिट हुन्छ। सो यहाँको धेरै फुलहरू छ। आलुबारी यता आलु भर्खर रोप्नु भएको रहेछ यता। अनि यो भन्ने चाहिँ आलु उम्रिसकेको हो क्या। हाम्रो चाहिँ भर्खर उम्रिँदैछ। फोनमा चार्ज छैन साथीहरू। ओ छिटो आउन ढिलो भइसक्यो क्या। कति साना साना बच्चाहरू स्कुल आएको। स्कुल हिँडेको हो भाइ। तिमी त बोल्दैनौ त। ओइ लड्छ भाइ त्यसै नठेल। स्मृतिको बुढा होइन। सो साथीहरू अहिले चाहिँ हामी स्कुल आइपुग्न आँट्यौँ होइन। अहिलेसम्म चाहिँ भ्लग भएन किनभने लास्टै ढिलो भइसक्यो। अहिले गेट त लगाइदिँदैन थाहा छ। म त बोला त बाह्र पो कराएको रहेछ। अनि हामी तल्लो बाटो आएको नि त। अनि माथिल्लो बाटो चाहिँ रोड छ। यो चाहिँ बाटो छ नि त होइन। सो मूल बाटै होला यो त। अस्ति यो बाटो राति सुन्तला पुगेको नि साथी। मलाई यति दिक्क लाग्यो। बल्ल बल्ल सुन्तला छ कि आनन्द छ अहिले बिहान बिहान काठ लिन जानु पर्यो। काठ लिन गएको म तपाईँहरूलाई भ्लगमा देखाउँछु कोही बेला। सो अहिले हामी आइपुग्न आँट्यौँ होइन। अहिले स्कुलमा गएर देखाउँछु तपाईँहरूलाई। स्कुलमा त के देखाउनु मलाई डर लाग्छ। सो सबैले फोन आउँछ यसरी तेर्स्याएर हिँड्दैन नि त कसैले पनि। यस्तो मोबाइल चलाउँदा त हिँड्छ नि। हिजो मैले दुईवटा फोन ल्याएको थिएँ। आज मैले एउटा मात्रै ल्याएको छु किनभने अर्को फोनको मेरो चार्जर बिग्रियो। अनि मैले राखेको घरमा भाइलाई भनिरहेको छु। अहिले जाँदैछौँ हामी। कस्तो पेट दुखो होइन। कस्तो भिरालोमा घर छ। कस्तो घाम पनि यही बेला लाग्नुपर्ने है। यो चाहिँ बाख्रा गोठै साथीहरू। यो यहाँ तल हाम्रो बजार लाग्छ होइन। यहाँ मासु काट्छ होला। सो यो भनेको स्टेज बाख्राको। सो हामी आइपुगिसक्यौँ साथीहरू बजार। सो अहिले चाहिँ हामी आइपुगिसक्यो स्कुलको गेटमा। हो यहाँबाट त कहर देखाउनु भित्र चाहिँ डर पो लाग्यो मलाई त। सेम त कसैको रहेन छैन। बजाउने ओइ के भयो यस्तो समात गर्छन् यिनीहरू।
यही पनि मेरो होइन मार्छ है कसको हो लोकिन्देको ओइ ओइ नभन्दे ल साथीहरू हाम्रो चाहिँ यहाँ डान्स सिक्ने होइन यहाँनिर डान्सको लागि रेडी हुँदै हुनुहुन्छ तिमीलाई कस्तो देखिरह ए अब देखो राम्रो देखो अब चाहिँ भन न उसको त कपालै लामो मान्छे लामो हो नि त ऊ सो हाम्रो यहाँ रेडी गरिदिनु हुने म्यामहरू हुनुहुन्छ यता चाहिँ छोटो खाले धोकेबाज हौ तिमी उहाँ चाहिँ अलिकति छोटो खाले उहाँ चाहिँ हाम्रो 1 and 1 शेर्पा दिदी हुनुहुन्छ एकछिन म सबैको जान्छु उहाँ शेर्पा हो अनि उहाँ चाहिँ मगर अनि उहाँ तामाङ प्योर ए डबल तामाङ मैले उहाँ पनि तामाङै हो तपाईँ के तामाङ हो घिसिङ तिमी पाखरिन तामाङ अनि तिमी के तामाङ हो है योजना ए फाल्टै हुँदो रहेछ तपाईँ के शेर्पा हो तम्पु शेर्पा तिमी के राई याम्फू तिमी हजुर ए साम्पाङ तिमी के मगर राणा मगर है म त थाहा छैन म त के हो यो चाहिँ हाम्रो स्मार्ट बोर्डमा हेर्नु साथै नेटै चलाएन कस्तो छ नेटै चल्दैन सो गाइस मेरो युट्युबमा चाहिँ यो सर्च गर्नु सबैले होइन चढ न यसले मेटिदियो सबै डान्स सिकेर नि भ्याइयो सो हाम्रो चाहिँ डान्स गर्ने पालो चाहिँ 3rd नम्बर पऱ्यो होइन धेरैजना रहेछ क्या सानो सानो भाइ बहिनीदेखि ठुलोसम्म सबैजना सो हेर्नुपर्छ थोरै क्लिपहरू चाबी म बोक्नु ल चस्मावाला हो दे दो साटे घरेको हामीले चाहिँ फेरि जाम्नु साथी माथि ओ के भयो उसलाई त्यति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुनुहुन्छ उहाँ यहाँ थोरै यही विद्यालय प्रशासनको कामले अफिसभित्र हुनुहुन्छ आजको सभापतित्व आजको कार्यक्रम चाहिँ हामी अगाडि बढाउन गइरहेको छौँ एकदमै रमाइलो र रोचक सान्दर्भिक एकदमै हाम्रो जीवनसँग मेरो खाने विजय राई सर र त्यसै गरी सोनकुमारी राईलाई यो लोकनृत्यतर्फको कार्यक्रमको निर्णय गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु साथीहरू मेरो बेइज्जत भयो यहाँ माटोको Simpati,
सो साथीहरू डान्स गरेर पनि भ्याइयो होइन यो चाहिँ हाम्रो के भन्छ मेजर पढ्ने यो क्लास हो बेन्च हो हामी तपाईँ 4 जना मात्र छौँ किन अब डान्स गर्नु जाऊँ न मगर डान्स यिनीहरू कहिले मान्दैन म त रिस्पोन्स उठ्छ चुप लाग्दैन आऊ 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 यहाँ पर ऊ यहाँ पर ओइ आऊ न यता माथि चाहिँ कार्यक्रम हुन्छ त यो चाहिँ हाम्रो पुस्तकालय राईको छ अरे पर यो चाहिँ हाम्रो विज्ञान प्रयोगशाला यो चाहिँ हाम्रो टोइलेट यो चाहिँ सरहरूको म चाहिँ बाई बाई प्राप्ति बाई ए बाई बाई